प्रतिस्पर्धीको महासागरमा आफूलाई अब्बल साबित गरी विजयीको माला पहिर्न तयार मेरा प्रतिस्पर्धी मित्रहरू, भवनमा उपस्थित साहित्यवादी व्यक्तित्वहरूमा म कक्षा 10 की छात्रा ईशा भट्टको तर्फबाट स्वीकार्नुहोस् दिवाकालीन एवं शीतल अभिवादन। आजको यस कविता वाचन प्रतियोगितामा मलाई पनि पढाउने अवसर भएको पहिचान खोजी शीर्षकमा आफ्नो मनका गहिराई छु। मैले यो कवितामा केवल आफूलाई मात्र हेरेर होइन, कविता पोख्न गइरहेको छु। कृपया सबैले दिनु भन्ने अपेक्षा राख्छु। मलाई केवल सुन्दर मात्र नहीं, म त मात्र होइन। विद्यालय त पठायो, तर बेलुका घर फर्किने समय किन रोक्यो? म पनि त देश बनाउन सक्छु, इतिहास कोर्न सक्छु, पुरुष म पनि अगाडि बढ्न सक्छु। युगौँदेखि मलाई कमजोरी र दुश्मन रेप गरियो। युगौँदेखि मलाई कमजोर ठानेर दुश्मन रेप गरियो। मेरो इच्छा, सपनाहरू समाजकै डरले मोडियो। कहिलेकी छोरी, कहिलेकी आमा, कहिलेकी श्रीमती मात्र भए म। तर यो भिडमा मेरो अस्तित्व कहाँ हरायो, कहाँ गए म? अब म कसैको इसारामा चल्ने कठपुतली बन्ने छैन। अब मेरो भाग्यको फैसला गर्न कसैले दिने छैन। म छोरी हुँ, म सृष्टिकर्ता हुँ। म अब यो समाजको संकुचित सोचलाई आफ्नै सफलताले बदल्नेछु। अब यो समाजको संकुचित सोचलाई आफ्नै सफलताले बदल्नेछु। धन्यवाद। धेरै धेरै धन्यवाद प्यारे मित्र ईशा भट्टलाई।